किसानका समस्या समाधान हुँदैनन्, मजदुरका समस्या समाधान हुँदैनन् र पेशाकर्मीहरूका समस्या समाधान हुँदैनन्। यो आज एक दिनको घटना मात्रै होइन, यो राज्य सत्ताको मुख्य काम भनेकै सुकुम्बासी निर्माण गर्ने हो, पेसाला मान्छे निर्माण गर्ने हो। उनीहरूले अलिअलि थोरै थोरै गरेर रगत पसिना गरेर आर्जन गरेको सम्पत्तिमाथि राइदाइ गर्ने हो। त्यसो भएकोले यो राज्य सत्ता सधैँ विभेदकारी हुन्छ। तर यो राज्य सत्तालाई हामीले भोट हालेर जितायौँ। यो संसदवादी सत्तालाई, यो पुँजीवादी सत्तालाई, यो सामन्तवादी नोकरशाही दलाल सत्तालाई हामीले भोट हालेर जितायौँ। हिजो पनि त्यसै गरेका थियौँ। हिजो पनि त्यसै गरिरहँदाखेरि हिजोको सत्ताले हामीलाई केही दिन्छु भनेर आश्वासन दियो, केही पनि दिएन। र हामीलाई दिनुपर्छ भन्ने कुराहरू एकैचोटि संविधान सभापछिको संविधानमा मौलिक हकको रूपमा हाम्रो सबै अधिकारहरू सुरक्षित गर्ने काम गर्यो। तर हाम्रो हातलाई शून्य भयो। कागजमा अधिकारले अधिकार, तर व्यवहारमा हाम्रो जीवन झन् कठिन हुँदै गयो। यस्तो किन भइराखेको छ, यो किन हुन्छ, यो यस्तो किन भइरहेको छ भन्ने कुरा हामीले आज एउटा घटनाको आधारमा मात्रै सोचेर पुग्दैन। हामी माथि हुने वर्गीय शोषण उत्पीडनका कुराहरू बुझ्नुपर्छ, धार्मिक शोषण उत्पीडनका कुराहरू बुझ्नुपर्छ, पुँजीवादी शोषण उत्पीडनका कुराहरू बुझ्नुपर्छ, साम्राज्यवादी दमन उत्पीडनका कुराहरू बुझ्नुपर्छ। त्यो कुरा बुझिएन भने हामी फेरि पनि फस्नेवाला छौँ। हिजो हामीलाई काङ्ग्रेसको नाममा सडकमा उभ्याइयो, राजाको विरुद्धमा उभ्याइयो। राजाले जुन अन्याय गरेका थिए काङ्ग्रेसले त्यही अन्याय गर्यो, हामी माथि त्यही अन्याय भयो। काङ्ग्रेसबाट हुँदैन भनेर हामी एमालेमा भयौँ, एमाले पनि त्यही अन्याय गर्यो। अब एमालेबाट पनि हुँदैन भनेर हामी माओवादी भयौँ, माओवादीले नि हामीलाई त्यही अन्याय गर्यो। र अब कुनैबाट नि हुँदैन भनेर वास्तवमा श्रमजीवी जनताको शोषित उत्पीडित वर्ग समुदायको पक्षमा काम गर्ने हामी जस्ता कम्युनिस्ट पार्टीहरूको आवाज मुखरित हुन सकेन। र उहाँहरूको मुक्ति, आमूल मुक्तिको लागि लाग्ने शक्तिहरू कमजोर भए र दलाल पुँजीपतिहरूकै बिचबाट नयाँ खेताला खोज्ने काम गर्यो। पुराना खेतालाहरूले काम दिएनन् र नयाँ रासोपा नामको खेताला खोज्यो र रवि बालन नामका खेतालाहरू तयार गरेर हामी माथि फेरि त्यही पुरानै शोषण र उत्पीडनको दण्ड चलाइरहेको छ, डोजर चलाइरहेको छ र हामी माथि त्यो खालको थिचोमिचो भइरहेको छ। आदरणीय जनसमुदायहरू, आज हामी उनीहरूले दिएको तथ्याङ्क अनुसार सुकुम्बासी